क्रिकेटको सुरुवात इङ्ल्यान्डबाट भएको थियो। त्यसपछि इङ्ल्यान्ड यानि ब्रिटिसरहरूले जहाँ जहाँ राज गरे त्यहाँ त्यहाँ यो खेल पनि सँगै लगे। तर नेपालमाथि ब्रिटिसर्सले कब्जा गर्न नसकेको कारणले यो खेल नेपाल भित्रिन टाइम लाग्यो। नेपालमा क्रिकेट भित्राउने श्रेय मदन शमशेर जबरालाई दिइन्छ। मदन शमशेर भारत भ्रमण गएका बेला त्यहाँका ब्रिटिसर्सहरूले यो खेल खेलेको देखेर त्यो खेललाई नेपालभित्र आएको मानिन्छ। त्यो बेला क्रिकेट इलाइट फ्यामिलीले मात्र खेल्ने गर्थे। त्यही देखेर मदन शमशेर जबराले यो खेल नेपालभित्र आए। यो खेल सुरुमा राणा परिवारका सदस्य वा माथिल्ला वर्गका इलाइट मानिसहरूले मात्र खेल्ने गर्थे। त्यो बेला यो खेल राणाहरूले टोडी खेल, गौचरण जुन अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट हो यस्ता खुला ठाउँहरूमा खेल्ने गर्थे। त्यसपछि नेपालमा राणा शासनको अन्त्यपछि 1976 मा क्यानको स्थापना हुन्छ। अब त्यसपछि भने बिस्तारै क्रिकेट आम मानिससम्म पनि पुग्छ। इन्डियाको इन्फ्लुएन्सको कारणले गर्दा खास गरी तराईतिर यसको लोकप्रियता बढ्छ। क्यान स्थापना भएको 12 वर्षपछि सन् 1988 मा नेपाल आइसिसीको एफिलिएट मेम्बर हुन्छ र त्यसको 8 वर्षपछि 1996 मा आइसिसीको एसोसिएट मेम्बर हुन्छ। यो अवस्थासम्म आइपुग्दा नेपाल घरेलु लिगमा मात्र सीमित भएको हुन्छ। त्यसपछि भने जुलाई 6, 1996 मा पहिलोपल्ट नेपाल सिङ्गापुरमा बङ्गलादेश विरुद्ध अन्तर्राष्ट्रिय खेल खेल्छ। यो खेलमा नेपाल 8 विकेटले पराजित हुन्छ। नेपाल क्रिकेट टिम आजको जुन अवस्थामा छ त्यहाँसम्म आइपुग्न डिभिजन 5 देखिको सङ्घर्ष लुकेको छ। पारस खड्का, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर, वसन्त रेग्मी जस्ता लिजेन्डरी खेलाडीहरूको ठुलो योगदान छ। यही डिभिजन 5 खेलमा 2008 मा मोजाम्बिक विरुद्ध नेपालका मेहबुब आलमले 10 विकेट लिएर विश्व कीर्तिमान रचे। त्यसपछि नेपाल 2010 मा डिभिजन 4 मा प्रमोट हुन्छ। त्यसपछि 2011 मा आएर नेपाल 2012 को वर्ल्ड कप क्वालिफायर जितेर पहिलोपल्ट विश्वकप खेल्न पाउने अवसर हुन्छ। तर उक्त प्रतियोगितामा नेपाल 7औं स्थानबाट प्रतियोगिताबाट नै बाहिर हुन्छ। त्यसपछि भने नेपाल 2012 मा डिभिजन 3 र 2013 मा डिभिजन 2 मा प्रमोट हुन्छ र आगामी 2014 मा हुने वर्ल्ड कप क्वालिफायरमा उगान्डालाई हराउँदै नेपाल पहिलोपल्ट T20 वर्ल्ड कप खेल्छ। नेपालको समूहमा बङ्गलादेश, अफगानिस्तान र हङकङ हुन्छन्। पोइन्ट्स बराबर भए पनि नेट रन रेटका आधारमा नेपाल दोस्रो स्थान हुँदै प्रतियोगिताबाट बाहिरिन्छ र बङ्गलादेश प्रथम हुँदै अर्को चरणमा पुग्छ। अब सबैले नेपाल अब क्रिकेटको उचाइमा पुग्छ भन्ने सोचेका थिए, तर त्यस्तो भएन। नेपाल क्रिकेट अझ ओह्रालो झर्यो। क्यानमा राजनीतिक हस्तक्षेप तथा विभिन्न कारणले नेपाली क्रिकेट अझ तल झर्छ। आगामी T20 विश्वकपमा छनौट हुँदैन, अझ तल्लो डिभिजनमा झर्छ, T20 स्ट्याटस गुमाउँछ र आइसिसीको फन्डिङ मिसम्यानेजमेन्ट गरेकोले आइसिसीले क्यानलाई फन्ड गर्न छोड्छ र ब्यान पनि लगाउँछ। त्यसपछि धेरै क्रिकेटर र क्रिकेटर बन्छु भन्नेहरूको भविष्य अन्धकार हुन्छ। यसले गर्दा धेरै खेलाडीहरू पनि विदेश पलायन पनि हुन्छन्। त्यसपछि भने 2019 मा केही शर्तका साथ आइसिसीले नेपाल प्रतिको ब्यान फुकुवा गर्छ। सन्दीप लामिछानेको आगमनपछि टिम अझ बलियो बनेको हुन्छ। नेपालले बल्ल आएर 2018 मा ओडिआई स्ट्याटस पाउँछ र नेपालको पहिलो ओडिआई खेल नेदरल्यान्ड विरुद्ध अगस्त 1, 2018 मा हुन्छ। त्यसपछि 2019 मा आइसिसीले ओडिआई स्ट्याटस पाएका 7 वटा एसोसिएट राष्ट्रबीच आगामी 2024 मा हुने वर्ल्ड कप क्वालिफायरको गेम राख्छ। अगस्त 14, 2019 देखि मार्च 16, 2023 सम्म हुने भनिएको उक्त खेलमा शीर्ष 3 स्थानका राष्ट्र आगामी चरणमा पुग्थे। तर उक्त प्रतियोगितामा नेपालको प्रदर्शन फितलो हुन पुग्यो। 24 खेल खेलिसक्दा पनि 8 खेल मात्र जितको साथ 18 पोइन्ट सहित नेपाल 6औं स्थानमा थियो। यसले नेपालको ओडिआई स्ट्याटस समेत जाने डर थियो। तर यो बेला इन्ट्री हुन्छ मोन्टी देसाई सरको। उहाँको लिडरसिपमा नेपालले बाँकी 12 खेलमा 11 खेलमा जित हात पार्दै ओडिआई स्ट्याटस मात्र बचाउँदैन, अझ वर्ल्ड कप क्वालिफायरमा पनि प्रवेश गर्यो। तर क्वालिफायर चरणमा 4 खेल मध्ये 1 खेल मात्र जित्दै प्रतियोगिताबाट बाहिरिन्छ र पहिलो पटक ओडिआई वर्ल्ड कप खेल्ने सपना पुरा हुँदैन। तर यसले नेपाली क्रिकेटरको कन्फिडेन्ट घट्दैन र अझ नेपाल क्रिकेट एक पछि अर्को छलान मार्दै जान्छ। 2023 मा टियु ग्राउन्डमा भएको एसिसी मेन्स प्रिमियर कपको विजेता भई नेपाल पहिलोपल्ट एसिया कपमा सेलेक्ट हुन्छ र नेपालको समूहमा इन्डिया र पाकिस्तान जस्ता बलियो टोली हुन्छ। उक्त खेलमा नेपालले
कडा प्रतिस्पर्धा गर्दै भारत र पाकिस्तानी खेलाडीहरूको प्रशंसा पनि पाउँछन्। यहाँसम्म आइसक्दा नेपाली क्रिकेटको फ्यान बेस एकदमै धेरै भइसकेको हुन्छ। नेपाली फ्यान्सप्रति क्रिकेटको क्रेज यतिसम्म थियो कि केही पनि सुविधा नभएको टियु स्टेडियममा पानी परेको बेला समेत छाता ओढेर फ्यान पुग्छन्। यहाँ भुइँमा खुट्टा राख्ने ठाउँ हुँदैन थियो। फ्यान्सहरू स्टेडियम बाहिरको रुखमा चढेर गेम हेर्न पुग्थे। यही बढ्दो क्रेज डिजिटल माध्यममा पनि देखिन थाल्यो र नेपालले 2023 र 24मा आइसिसी डिजिटल फ्यान इङ्गेजमेन्ट अफ द इयर अवार्ड पनि पायो र यसै साल आइसिसी T20 वर्ल्ड कप 2024 को क्वालिफायर स्टेजमा पनि पुग्यो। उक्त क्वालिफायरमा नेपालले सबै खेल जित्दै 10 वर्षपछि दोस्रो पल्ट T20 वर्ल्ड कपमा क्वालिफाई हुन्छ। तर यो पटक भने नेपालको प्रदर्शन सोचे जस्तो हुँदैन। समूह चरणको अन्तिम खेलमा साउथ अफ्रिका जस्तो टोलीसँग मात्र 1 रनले पराजित हुँदा यस विश्वकप यात्राबाट बाहिरिन्छ। त्यसपछि 2024 को क्यानको सचिवको चुनावमा पूर्व कप्तान पारस खड्का विजयी हुन्छन् र उनले विगतदेखि नै नेपाल क्रिकेटमा विकासको लागि कडा परिश्रम गरिरहेका हुन्छन्। त्यसपछि नेपालले नोभेम्बर 30, 2024 देखि डिसेम्बर 21 सम्म पहिलो पटक आफ्नो फ्रेन्चाइज लिग NPL नेपाल प्रिमियर लिग सुरु गर्छ, जहाँ मार्टिन गप्टिल, शेखर धवन, रवि बोपारा, एन्ड्रिज गुज जस्ता लिजेन्डरी खेलाडीहरूको पनि सहभागिता हुन्छ। त्यसपछि नेपालले पहिलो पटक वेस्ट इन्डिज विरुद्ध 3-1 को अग्रतासहित सिरिज जित्छ। यो नेपालको फुल मेम्बर टेस्ट नेसन वर्ल्ड कप विनर विरुद्धको पहिलो जित थियो। पहिलो पल्ट विश्वकप खेलेको नेपालले दोस्रो पटक विश्वकप खेल्न करिब 10 वर्ष कुर्नु परेको थियो, तर तेस्रो पटक खेल्न भने त्यति कुर्न परेन। 8 अक्टोबर 2025 देखि 17 अक्टोबर 2025 सम्म ओमानमा भएको 2025 मेन्स T20 वर्ल्ड कप एसिया इस्ट एसिया पेसिफिक रिजन क्वालिफायरमा समूह चरण र सुपर 6 को सम्पूर्ण खेल जित्दै आगामी फेब्रुअरीदेखि इन्डिया र श्रीलङ्कामा हुने T20 वर्ल्ड कपको लागि क्वालिफाई हुन्छ र यो हामी फ्यानहरूको लागि ठुलो कुरो हो। अहिले नेपाली क्रिकेट टोली आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 को गेम खेल्न UAE पुगेको छ। नेपालको अवस्था भने अघि भिडियोमा भनेको 2023 को अवस्था भन्दा पनि नराम्रो छ। अहिलेसम्म 16 खेल खेलेको नेपाल मात्र 5 जित हात पारेर 12 अङ्कसहित 7औं स्थानमा छ। नेपालले यही महिना 4 खेल खेल्दैछ, 9 र 15 गते USA विरुद्ध र 13 र 19 गते UAE विरुद्ध। आशा गरौँ नयाँ कोच मोन्टी डेसाईको आगमनले गरेको कमब्याक जस्तै नयाँ कोच स्टुट लको आगमनले पनि नेपाली क्रिकेटले यो लिगमा कमब्याक गर्नेछ। यसरी कुनै विशेष पूर्वाधार बिना पनि नेपाली क्रिकेट टिमले ठुला उपलब्धि गरेको छ। अहिलेसम्म पनि नेपालमा एउटा राम्रो उच्च स्तरीयको क्रिकेट रङ्गशाला छैन। NPL सिजन 2 को लागि टियु ग्राउन्डमा प्याराफिट र फ्लडलाइट त जडान हुन्छ, तर नेपाल भनेको काठमाडौँ जिल्ला मात्र होइन। सबै नेसनल लेभलको गेम कि त टियु स्टेडियममा नत्र भए मुलपानी स्टेडियममा मात्र हुने गरेको छ। मेरै घरदेखि 5 मिनटको दूरीमा पनि एउटा स्टेडियम बनाउने भनेर करिब 10 वर्षदेखि भनिरहेका छन्, तर त्यहाँ अहिले झाडी बाहेक केही पनि छैन। म आशा गर्छु सरकार र क्यानलाई यो बारे थाहा होस् कि काठमाडौँ जिल्ला बाहेक पनि नेपाल छ र अझ 76 वटा जिल्ला छन्। र अन्त्यमा दसैँ, तिहार, छठ जस्ता महान पर्वमा घर परिवार र साथीभाइबाट टाढा बसी देशको नाम र झन्डा फरफराउन मेहनत गरेका नेपाली टोलीप्रति मेरो उच्च सम्मान छ। र लास्टमा तपाईँलाई यो भिडियो कस्तो लाग्यो आफ्नो धारणा दिनुहोला अनि प्लिज सब्सक्राइब पनि गरिदिनुहोस्। फ्री हो, केही पैसा लाग्दैन, सब्सक्राइब गरिदिनुहोस्। र हरेक आइतबार साँझ 7 बजे नयाँ भिडियो आउनेछ। अर्को भिडियो NPL को बारेमा हुनेछ। त्यति बेलासम्म मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। जय नेपाल।